गाइस हामी चाहिँ फाइनल्ली हामी चाहिँ कति टाढा हिँडेको होइन अब हिजो त अब त्यहाँसम्म सुरुमा आएको थियो आज चाहिँ टक्क अब बाइकमा गइन्छ कति टाढो हुन्छ अनि कति टाढो गएर हामी झरेर खाना अनि फेरि हामी चाहिँ विधानको यात्रा लगाइन्छ है सबैजनालाई चाहिँ गुड मर्निङ माथि हो माथि हो ल है हामी चाहिँ कर्पे के अरे कर्पो डाँडा अरे माथिको कर्पो डाँडा हिँडेको तर के गर्नु केटाहरूको बाइक केदी मगरको बाइकको चाहिँ च्यान गयो कि के गयो है हामी चाहिँ टक्क यहाँबाट फर्किन लाग्यो है अब हाम्रो चाहिँ अब यहाँबाट फर्किन्छ हाम्रो चाहिँ फर्किने यात्रा छ ल ल है हामी चाहिँ टक्क होइन यो भ्यू हेरेर मर्निङ भ्यू गरेर अनि केटाहरू चाहिँ यहाँ छ हामी चाहिँ यो टान्सिङबाट हिँडेको है तानतिङबाट चाहिँ हिँडिसकेको केटाहरू चाहिँ यहाँ छन् होइन फाइनल्ली हाम्रो चाहिँ केटाहरूको चाहिँ पुरै रेडी छ है रेडी फाइनल्ली अब हामी चाहिँ यहाँ तानतिङबाट चाहिँ फाइनल्ली अब हामी चाहिँ पोखरा हिँड्छौँ अब पोखरा गएर हामी खाना खान्छौँ है यहाँबाट चाहिँ हामी खाजा खाएर हिँडिसकेको अब हामी पोखरा गएर खाना खाएर सायद हामी चाहिँ चितावन जान्छौँ है डाइरेक्टली कि अब बाटो उता यति ओह्रालो चाहिँ छिटो झर्न सक्यो भने चाहिँ हामी उतै गएर खाना खान्छौँ होला होइन अनि तपाईँले चाहिँ हेर्नु सक्नुहुन्छ अनि यहाँ हेर्नु सक्नुहुन्छ मर्निङ भ्यू मर्निङ भ्यू हेर्नु सक्नुहुन्छ होइन भवाल छ चाहिँ मर्निङ भ्यू चाहिँ ए केटाहरू चाहिँ यहाँ रेडी छ ए हिँडिसक्यो केटाहरू ए पैसा दिँदैछ नि यहाँ चाहिँ खाजा खाएर टक्क हिँडिसक्यो ल है हामी चाहिँ यहाँ थिमबाट चाहिँ हिँडेको है हामी यो के केटा तानतिङबाट चाहिँ पोखराको यात्रा है ल बाइक चलाउनु नसके थकै लाग्छ केटा मलाई ए बाइक चलाउने एरिया छ है ल हामी चाहिँ टक्क तानतिङबाट चाहिँ होइन होमस्टेबाट चाहिँ अब चाहिँ हाम्रो चाहिँ पोखराको यात्रा हो अनि हामी चाहिँ माथि केटा हामी माथि जाने भनेको कुन ठाउँ रे माथि कर्पु डाँडा जाने भनेको घर आइयो तर आधी बाटोबाट आइयो है किनभने चाहिँ बाइक बिग्रियो अनि बाइक बिग्रेर अनि हामी चाहिँ फर्केर आइयो अब हामी चाहिँ पोखरा जान्छौँ अनि बाइकले साथ दियो भने चाहिँ अब हामी पोखरा गएर बाइक बनाउँछौँ अलिअलि बनाएर भयो भने चाहिँ हामी डाइरेक्ट चितवन गएर बाइक बनाउँछौँ है सबैजनाले चाहिँ मेरो युट्युब च्यानललाई माया गरिदिनु होला ए केटाहरू चाहिँ अगाडि हिँडिरह है ए कस्तो राम्रो आहा केटा हुन्छ क्या तँलाई त केटाहरू चाहिँ हिँड्ने है ल केटाहरू चाहिँ हिँडिसक्यो अब हामी पनि हिँडिन्छ मेरो पनि रेडी छ है टक्क लगाएर हिँडिन्छ कहाँ लबर छ त नि मसँग ल अब चाहिँ हामी पनि हिँडिन्छ है सबैजनाले युट्युब च्यानलमा चाहिँ माया गरिदिनु है हामी चाहिँ तानतिङबाट चाहिँ हिँडिसक्यो है रेडी पोजिसनमा छ स्कुटर हिँड्यौँ है बाटो चाहिँ अफरोड छ ए बाटो चाहिँ यस्तो हो तर कसम बाटो चाहिँ यस्तो डेन्जर छ है आम्म जाँदा नि त्यस्तै थियो आउँदा नि त्यस्तै छ अहिले कति बेला पोखरा आउने हो भन्ने भइसक्यो पोखरा आउन पाए त बाटो त फिलिल्ला आँखा चिम्लेर चलाउने हो पोखरा त कसले के आँट्छ भन्न हुन्थ्यो होइन बाटो त्यस्तो औडै बिग्रेको के अस्ति चाहिँ यस्तो टुरिज्म प्लेस होइन अलिअलि मान्छे त अब धेरै नै जस्तै टुरिज्म प्लेस त हो नि जे भए पनि यस्तो यो बाटो विकास बाटो बनाइदिएको भए होइन अलिअलि ग्राभल गरिदिएको मात्रै भए पनि हुन्थ्यो कि यस्तो त ढुङ्गा खानु ग्रेपल गरिदिएको भए यति बवाल हुन्थ्यो नि बाटो त्यही पनि म त रन्किन्छु अब त आहा बाटो 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 यस्तै बाटो भइदिएको भए नि सजिलो हुन्थ्यो नि त जताततै यस्तो बाटो छैन तपाईँले
यस्तो पुरै सोलिङ हो पुरै सोलिङ ट्र्याक्टर नि चढ्दैन होला यार यहाँ त बिस्तारै किचिक 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 ब्रेक हान्ने हो यहाँ त फेरि अब त मरिन्छ यहाँ त किचिक 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 फेरि यस्तो हो कि यो स्कुटर चाहिँ एकुनतिर जस्तो जान्छ कि धेरै जस्तो ल है ल होला भने होला अब छोरोलाई कन्टेन्टको लागि ब्लगको लागि फाइनल्ली हामी चाहिँ अब लगभग आधी बाटोमा आइसक्यौँ होला होइन पोखरा आउन चाहिँ अब धेरै बाटो त बाँकी छ टन्नै तर मलाई लास्टकै बाटो चाहिँ तर धेरै पनि छैन फेरि बाटो चाहिँ तर अप्ठ्यारो छ बाटो टाइम लाग्ने के धेरै पिच हुने हो नि बाटो 1 घन्टा आधी घन्टाको होला ल पिच भएपछि बाटो चाहिँ तर पिच नहुँदा लगभग 2.5-3 घन्टाको छ बाटो है हामी चाहिँ टक्क होइन तानसिङ पुगेर तानसिङबाट चाहिँ त्यो पोखरा झरेर होइन पोखरा हुँदै अब हामी चाहिँ मुगलिन निस्किने होइन मुगलिन निस्केपछि चाहिँ हामी यहाँबाट चिताउन है निस्किने हो अब धेरै छैन हामी जब दमौली पुग्न धेरै बाटो त छैन जस्तो लाग्छ होइन हेरामा अब कतिको छ बाटो त्यो चाहिँ बिगेर थाहा हुन्छ होइन र केटाहरू चाहिँ गइसकेका छन् अब म सिङ्गल छु अनि हरि जान्छु पछाडि चाहिँ त्यहाँ स्पिकर छुट्टो भनेर गइरहेको थिएँ बस के अरे खाना खाएको ठाउँमा अनि तपाईँले हेर्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो बनेको कि है तर बाटो चाहिँ यदि हजुरहरू होइन राइड जान चाहनुहुन्छ भने चाहिँ स्कुटरमा आए पनि बवाल छ कि बाटो हजुर कम्तीमा पनि 2.5 घन्टा होइन 2.5 नर्मल्ली 2.5 घन्टा त हजुर जसरी पनि पोखरा पुग्नुहुन्छ कि चितवनबाट त्यस्तो बाटो बनेको कि अहिले यस्तो विकास भयो है बाटो यति छिटो बनेको नि यस्तै बाटो उता दमौली उता यस्तै बाटो उता बुटुलको बाटो बन्यो भने है टाउनेको बाटो हुने हो भने त कस्तो विकास हुन्थ्यो होला कि सायद नेपालमा हो अब हेरौँ कस्तो हुन्छ होइन बाटो चाहिँ अझै बन्द छ अलिअलि चाहिँ अफरोड छ है धेरै त छैन अफरोड अलिअलि त अफरोड भइहाल्छ नि होइन जस्तो बाटोमा पनि अफरोड नहुँदा बाटो कुन हुन्छ र यस्तो घुमाउनु पर्छ यी अफरोडमा त पनि घुमाउने हो अफरोडमा हो के हाम्रो नेपालमा चाहिँ धेरै इभी गाडी चलेको के इभी गाडी चाहिँ चलेको तर इभी चाहिँ पेट्रोलवाला गाडी भन्दा चाहिँ होइन इभी गाडी चाहिँ एकदम रिस्क हो कि है फाइनल्ली हामी चाहिँ मुगलिन काटेर पनि होइन आइसकेका छौँ अगाडि छ म चाहिँ पछाडि छु होइन हरि चाहिँ गइसक्यो केटाहरू चाहिँ पछाडि छन् हेरौँ के हुन्छ भेटाउने क्यारी चाहिँ दिनुलाई ठिक छ तर सबैजना एक्सर्साइज गरिदिनु है बाटो चाहिँ यस्तो जाम छ है बाटो चाहिँ जाम रहेछ कि के रहेछ है बाटो ब्याग छ होइन चाहिँ अगाडि गइसकेर चाहिँ गाडी छ यस्तो दामी बाटो छ नि मुगलिनको त नेपालमा जुन पनि ठाउँमा होइन यस्तो बाटो बन्ने चाहिँ कहिले होला क्या नेपालको जुन सुकै ठाउँमा बाटो चाहिँ यस्तो हुनु पऱ्यो कि कतिमा हिँडेको थाहै हुनु है
है लास्ट सब्सक्राइब गरिदिनु होला। के गर्नु लङ टुर भएपछि लङ टुर भएपछि चाहिँ अलि स्पिड नै ओभर स्पिड नै हुन्छ होइन जसको पनि मेरो त